हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग लिएर तपाईँहरू माझ उपस्थित भइसकेको छौँ र न्यू डे न्यू ब्लग न्यू ठाउँ लिएर तपाईँहरूको माझ आइसकेको छौँ र अन्तिमसम्म आएर साथ दिनु होला र कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा भनिदिनु होला है त। र जस्ट हामी गोकर्णेश्वर स्मारकभित्र म जाँदैछ होइन। यो जाने बाटो यहाँबाट सर र माथिसम्मै जानेछौँ होइन। यो भर्याङ छ सर र माथिसम्म हामी जाँदैछौँ र अहिले रुख पनि क्या बबाल ठुल्ठुलो अग्लो भइसके होइन। यसो हेर्दाखेरि चाहिँ होइन रुखहरू पनि दामी भएछ। जस्ट अब हामी यो माथिसम्मै म पुग्नेछु होइन। यसरी नै हामी माथिसम्म पुग्नेछौँ होइन। जस्ट यहाँ टिकटको पनि सिस्टम छ तर यहाँ नकाट्ने सिधै माथि स्मारकभित्रै छ काट्ने ठाउँ। सुनसान छ आज त यार पुरै ल होइन। यसरी सुनसान छ क्या आज चाहिँ होइन। आज यसरी सुनसान छ। अब म माथिसम्मै पुग्नेछु होइन। माथि जानुपर्ने भर्याङ यही हो। यत्रो मार्फत पनि हुँदो रहेछ यार सर। त्यहाँ चाहिँ के छाप्राको लागि बनाएको होला सायद थियो है यसरी। यसरी म यो ठाउँबाट आएको थियो अब जस्ट माथि पुग्नेछौँ। यसरी यो बाटो यही होइन। यो चाहिँ के को लागि बन्द गर्नुभएको रहेछ हेरौँ है त। यसरी ढक्क जाँदा खोइ यहाँ के स्टेज बनाएको होला यहाँ चाहिँ। स्टेज मजाले बनाउनु भएको रहेछ होइन। यो ठाउँमा चाहिँ यहाँनिर फुलसुल रोप्नु भएछ होइन। यो त यार यो त सोको लागि मात्रै रहेछ यो फुलहरू त ल सबै। यहाँ चाहिँ सुटिङ भइरहेको रहेछ उहाँ सरले चाहिँ यहाँ मिल्दैन भन्नुभयो। ठिक छ नियमको पालना गर्नुपर्छ। कुन सुटिङ भइरहेको छ सर यहाँ चाहिँ यता हेर्नु नि सर। अनि कुन फिल्म सुटिङ भइरहेको छ सर यहाँ चाहिँ। माथि त मिलिहाल्छ नि माथिबाट त होइन। जस्ट अब हामी योभन्दा माथि हामी जाँदैछौँ होइन। सर जाने बाटो यो यसरी सर होइन। यसरी अब जुन ठाउँबाट म आएको थियो यसरी होइन। अब त्यहाँ चाहिँ सुटिङ भइरहेको रहेछ जस्ट त्यहाँ चाहिँ भनेको पनि हामीले मान्नुपर्छ होइन। अनि त्यो कारणले हामी यहाँबाट चाहिँ मास्तिरलाई उकालो चढ्दैछौँ भर्याङ होइन। यसरी त्यो ठाउँबाट चाहिँ म आउँदै थिएँ होइन। यसरी अब जाँदैछ माथिसम्म हेरौँ है अन्तिमसम्म हेर्नु होला जस्ट। अनि कमेन्टमा भन्नु होला तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ होइन। कमेन्टमा मेन्सन गरेर एकदम भनिदिनु होला है सबैजनाले। कस्तो स्याहाँ भएको थियो भने यहाँ
मङ्की त यार जहाँ पनि हुने रहेछ हो ल मङ्की अरे ल सरर हिँड्दैछ यार जस्ट एउटा हामी यो ठाउँमा आउन पायो त्यही खुसी भयो होइन तर एक ठाउँमा चाहिँ सुटिङ रहेछ सुटिङको लागि अब त्यहाँ पनि सेटहरू चाहिँ कुनै पनि मिलाएको छैन रहेछ र खिच्न उहाँले ल हुन्न भन्नुभयो ठिकै छ मान्नुपर्छ त्यसको लागि होइन जस्ट मलाई रमाइलो लाग्यो यो ठाउँमा गोकर्णेश्वर स्मारक माथि नै पुगेको छैन र अझ पनि होइन म बिचतिरै छ यसरी हिँड्दैछ होइन म बिचतिरै हिँड्दैछु जस्ट अब माथिसम्म हेरौँ माथिसम्म जाने छ होइन जस्ट माथिसम्म हामी पुग्नेछौँ यो भित्र चाहिँ दामी बनाएर रहेछ यार अहिले ल के होटलको लागि हो कि होइन अहिलेसम्म त स्टार्टिङ त भएको छैन कुनै होइन यो भित्र तैपनि हेरौँ जस्ट हामी आज यो ठाउँमा आइपुग्यो अझै पनि हामी माथिसम्म पुग्ने प्रयास हामी गर्दैछौँ होइन जस्ट अब यो ठाउँ चाहिँ एकदम बबाल रमाइलो ठाउँ बनाएको रहेछ यो चाहिँ खास के को लागि बनायो भनेर चाहिँ होइन त्यो चाहिँ थाहा पाउन सकेन होइन अब हेरौँ यो चाहिँ खास के को लागि बनाएको रहेछ होइन यो चाहिँ के को लागि बनाएको हो यो बिल्डिङ यार यो बिल्डिङ खास यो होटल के होटलको लागि होला यो चाहिँ होइन तर यो स्टार्टिङ भएको चाहिँ यहाँ लगभग 4 वर्ष जति भयो होला अहिलेसम्म होइन फाइनल भएको छैन साना नानी बाबुहरूसँग रमाइलो गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ होइन जस्ट यहाँबाट चाहिँ अब काठमाडौँ सहर है कस्तो देखिँदो रहेछ हेरौँ न यहाँबाट चाहिँ होइन जस्ट तर उच्च लागेर त्यति राम्रो नदेख्दो रहेछ होइन ठाउँबाट चाहिँ अब गेट पनि यो रहेछ मेन गेट आउँछ भने होइन निस्किने गेट